मलाई रोमानियाको साथीभाइहरूले धेरैजनाले मेसेज गर्नुहुन्छ भर्खरै आएको र आउन खोज्दै हुनुहुन्छ जो हैन। किनभने म पहिला रोमानिया बसेको मान्छे 8-9 महिना मजाले कम्पनीमा काम गरेर बसेको मान्छे रोमानियामा। सो धेरैजना रोमानियाका पनि मसँग सब्स्क्राइबर हुनुहुन्छ, साथीभाइहरू हुनुहुन्छ, नेपालदेखि हुनुहुन्छ, रोमानियामा हुनुहुन्छ हैन। रोमानियामा हुँदाखेरि रोमानिया आउँदै गरेको अनि तपाईलाई म रोमानिया छोडेसँगै रोमानिया एप्लाई गरिरहेको नेपालबाट धेरैजना साथीभाइहरू रोमानियाको पनि जोडिनु भएको छ नि त मसँग। त पहिला त म रोमानियाबाटै ब्लगहरू बनाउँदै ब्लगिङहरू गर्दै हैन अगाडि बढिरहेको मान्छे। सो रोमानियाको धेरैजना साथीभाइहरू हुनुहुन्छ मसँग हैन, नेपालबाट पनि जोडिनु भएको छ। अहिले पनि कतिले मेसेज गर्नुहुन्छ इन्टरभ्यूको मेसेजहरू, इन्टरभ्यू दिन जाँदाखेरि हैन। हिजो अस्ति भर्खर मलाई एकजना साथी दाइले मेसेज गर्नुभएको थियो। लाइक उहाँको के भन्दै हुन्थ्यो भने जस्तै मलाई 22,000 आइसी माग्दैछ, त्यो चाहिँ हामीले त्यहाँ डाइरेक्ट गएर इमिग्रेसनमा दिनुपर्छ कि इन्टरभ्यू दिने ठाउँमा दिनुपर्छ कि एजेन्टलाई दिनुपर्छ, इन्डियामा हुने नेपाली एजेन्टलाई भन्दै हुन्थ्यो। त्यो कन्डिसन चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो चाहिँ तपाईँलाई इन्डियामा थियो नेपाली एजेन्टै थियो हैन, हाम्रो मेन पावरको। सो हामीले उहाँलाई नै बुझाएको थियौँ। त्यतिखेर चाहिँ 8-10 हजार हुन्थ्यो भने अहिले तपाईँलाई मेन पावरको आफ्नो टर्म्स एन्ड कन्डिसन अनुसार छ। कसैले चाहिँ तपाईँलाई पैसा लिन्छ पनि नभए लिँदैन पनि, कसैले चाहिँ तपाईँलाई एकैपल्ट तपाईँको सबै प्रक्रिया पुरा भइसकेपछि भिसा लागिसकेपछि एडिसनल लिन्छ भने कसैले ती माग्छ 10-20 हजार। अब मलाई जस्तै 22 हजारमा आएको रहेछ, अनि के गर्ने कसो गर्ने भन्नुहुन्थ्यो। अनि मैले त अब हैन मैले त के भन्ने, जे हो तपाईँको एग्रिमेन्ट त्यहाँ मेन पावरले जे भने हुन्छ, अब तपाईँको एजेन्टले जे भन्छ त्यही गर्नु होला भनेर उहाँलाई सल्लाह दिएँ। किनभने त्यही नै गर्ने हो। इन्डिया पुगिसकेपछि तपाईँले इन्टरभ्यू फेस चाहिँ गर्न पुग्नु पर्यो तपाईँ अरूभन्दा पनि हैन। त्यो भएपछि फेक हुँदैन। तपाईँले आफैले इन्टरभ्यू दिइसकेपछि इन्टरभ्यू दिन जानुहुन्छ इमिग्रेसन दिल्ली त्यहाँ जानुहुन्छ हैन एम्बेसीमा। त्यहाँ गइसकेपछि तपाईँले त्यो फेक हुँदैन। त्यो तपाईँको काम प्रक्रिया हुन्छ। तपाईँको पास नहुनु र हुनु, पास नहुनु त्यो आफ्नो भाग्य लकको कुरा हो। तर त्यहाँ पुगिसकेपछि तपाईँहरूको प्रोसेस भएको भन्ने कुरा कन्फर्म हुन्छ। अनि त्यही कुराहरू म रोमानियामा 8-9 महिना बसेँ। त्यस्तै कन्डिसन भएर म यता आइसकेपछि धेरैजना साथीभाइहरूले मेसेज गर्नुहुन्छ, अहिले मुभ हुन खोज्दै हुनुहुन्छ। अब कन्स्ट्रक्सनमा आएको एउटा भाइ भन्नुहुन्छ म कन्स्ट्रक्सनमा आएको दाइ, अलिकति काम गाह्रो छ, पैसा पनि त्यस्तो भइरहेको छैन, के गर्नु, स्पेन आउन मन छ भन्नुहुन्छ। स्पेन आउन कस्तो छ, म तपाईँको भिडियो त हेरिरहेको हुन्छु, तपाईँले भन्नुभएको छ हैन, त्यही पनि तपाईँबाटै सुनौँ भन्नुहुन्छ क्या, कस्तो के आउँदा ठिक के तपाईँको सजेसन के छ भन्नुहुन्छ हैन। अनि त्यो कुराहरूमा मैले यहाँ भएको अवस्था हैन, यहाँको सिचुएसनहरू त देखाइरहेको हुन्छु, भनिरहेको हुन्छु हैन, प्रायः जसो त्यही भनिरहेको हुन्छु। अनि त्यो हेरेर आफैले विचार गर्नु होला, म सबैलाई त्यही भन्छु। अब किनभने यहाँको अवस्था राम्रो छैन। सो म कसैलाई आउनु पनि भन्दिनँ, कसैलाई नआउनु पनि भन्दिनँ। आफ्नो कन्डिसन हेरेर, आफ्नो सिचुएसन हेरेर यहाँ आउँदाखेरिको सबै वातावरण मैले जसरी हालिरहेको छु त्यो सबै कुराहरू तपाईँहरू सक्नुहुन्छ भने आउँदा हुन्छ हैन। अनि अर्को कुरा म के जोड्न आँटेको भने रोमानियाबाट कसरी टु वे टिकट चाहिन्छ कि चाहिँदैन, अहिले पनि मलाई कतिजनाले सोध्नुहुन्छ टु वे टिकट चाहिन्छ कि चाहिँदैन, म कसरी आएँ। लाइक म क्लुज सिटीमा बस्थेँ, बुकारेस्टमा बस्नु होला, कोही तिमिसोरामा बस्नु होला हैन। मेरो क्लुजमा चाहिँ कस्तो थियो भन्दाखेरि धेरै लुज थियो क्या। तपाईँलाई त्यस्तो चेकिङहरू इमिग्रेसनमा जुन त्यो हामी एयरपोर्ट छिरिसकेपछि जुन त्यो चेकिङ त्यस्तो केही भएन। नर्मल्ली हामीले हैन पासपोर्ट देखाएर मजाले हामीले आयौँ हैन। टिकट हामीले अनलाइन टिकट काटेको थियौँ, क्लुज एयरपोर्टमा काटेको थियौँ। अलिकति महँगो परेको थियो, टु वे टिकट काटेको थियौँ हामीले चाहिँ है। अनि धेरैले सोध्नुहुन्छ टु वे टिकट कम्पलसरी चाहिन्छ। अब कन्डिसन हेर्दाखेरि त नचाहिने छ, किनभने मैले त अब हामी आउँदाखेरि त केही सोधपुछ, केही चेकिङ हैन, होटल बुकिङ, किन जाँदैछस्, कहाँ जाँदैछस्, त्यस्तो केही सोधेन पनि हैन। क्लुज एयरपोर्टबाट चाहिँ है, बुकारेस्टबाट चाहिँ अब कहिलेकाहीँ कसैलाई अब उनीहरूको लक अनुसार उनीहरूको त्यहाँ हल्का तपाईँलाई अब भनौँ न यताउति गर्ने चहलपहल गऱ्यो भने धेरै अब अलिकति शङ्कास्पद लाग्यो भने पुलिसहरूलाई अलिकति सोधपुछ गर्न सक्छ है। त्यस्तो कन्डिसनमा बुकारेस्टमा सुनिन्छ कतिजनालाई हैन। नभए त्यस्तो खास चाहिँ चेकिङ हैन, यो तपाईँलाई डोमेस्टिक हो क्या, यो तपाईँलाई युरोप टु युरोप यस्तो सेन्जेन टु सेन्जेन त्यस्तो साह्रो स्ट्रिक्ट गर्दैन जस्तो लाग्छ मलाई चाहिँ। कस्तो कन्डिसनमा तपाईँहरूको चेकिङ गर्दाखेरि अलिकति गाह्रो हुनसक्छ भन्दाखेरि तपाईँको पासपोर्ट भ्यालिड छैन भने हैन, अनि टिआरसीको टाइम 3 महिनाभन्दा अलिकति कम छ भने हैन, त्यस्तो कन्डिसनमा अलिकति गाह्रो हुन्छ। आफ्नो पासपोर्टको भ्यालिडिटी, आफ्नो टिआरसीको भ्यालिडिटी 5-6 महिना भएकै राम्रो हैन, अलिक माथि नै भएको 3 महिनाभन्दा कमसेकम माथि भएको राम्रो ट्राभल गर्दाखेरि हैन। यस्तो कुराहरूले गर्दाखेरि चाहिँ
अलिकति असर पर्न सक्छ, नभए त राम्रै हुन्छ। त्यस्तो केही चेकिङ त्यस्तो कन्डिसन केही पर्दैन। अनि धेरैजना सोध्नुहुन्छ लगेजहरू लान पाइन्छ कि पाइँदैन। यो कन्डिसनमा चाहिँ अलिकति आफूले पनि विचार गरेर हिँड्नुपर्छ, किनभने आफू ट्राभल गर्दाखेरि आफू घुम्न गइरहेको बेला होइन त्यत्रो ठुल्ठुलो लगेजहरू बोक्दाखेरि अलिकति शङ्का गर्न सक्छ, यो मान्छे चाहिँ यहाँबाट जाँदैछ अब आउँदैन भन्ने हुन्छ। उनीहरूलाई थाहा हुन्छ त्यही पनि होइन, त्यही पनि किन त्यस्तो आफू झमेलामा पर्ने भन्ने कुरा होइन। सो तपाईँहरूले ट्राभल गर्दाखेरि होइन, जस्तै मेरै माइन्ड मेकअप कस्तो थियो भन्दाखेरि सोधिहाल्यो भने म चाहिँ त्यहाँ अब स्पेनमा अब बार्सिलोना छ, म्याड्रिड छ, म चाहिँ स्पोर्ट्सको फ्यान हो, फुटबलको फ्यान हो, म एकदम ठुलो फलोवर्स हो होइन। म फुटबल स्पोर्ट्स मनपर्छ मलाई। म बार्सिलोना स्टेडियम घुम्न जाँदैछु या त्यहाँ बस्छु 1-2 दिन, त्यस पछाडि रियल म्याड्रिड स्टेडियममा चाहिँ घुम्छु 2-3 दिन भन्ने एउटा प्लानिङ माइन्ड मेकअप हामीले गरेका थियौँ। हामीलाई यहाँबाट यस्तै 1-2जना साथीभाइले यस्तै आइडियाहरू सजेसनहरू दाइहरूले दिनुभएको थियो, यस्तो भन्नु। यदि सोधिहाल्यो भने त्यो चाहिँ भन्न सक्नु पऱ्यो तपाईँहरूले। यदि तपाईँलाई किन जाँदैछस्, कहाँ जाँदैछ भन्नु भने हामीले होटल बुकिङ चाहिँ गरेका थिएनौँ, हामी 2 वे टिकट चाहिँ काटेको थियौँ। रोमानियाबाट काट्दाखेरि लगभग त्यतिखेर हामीलाई 3200 रोन परेको थियो, 3200 रोन रोमानियन लेउ पैसा परेको थियो। तपाईँहरू पोल्यान्ड जाँदै हुनुहुन्छ भने भन्नु, मेरो केही साथीभाइहरूको या तपाईँलाई आफन्तको इन्गेजमेन्ट बिहे छ या केही छ, फङ्सन छ, इभेन्ट छ, म कि त्यहाँको एउटा राम्रो कतैको केही ठाउँको नाम भन्दिनँ, यहाँ घुम्न जाँदैछु, यहाँ केही गर्न जाँदैछु, केही तपाईँले एउटा माइन्ड मेकअप त प्लानिङ चाहिँ गर्नुपर्छ। यदि सोध्दैन तर सोधिहाल्यो भने चाहिँ यस्तो गर्न होइन। अनि 2 वे टिकट अब तपाईँको इच्छाअनुसार हो, अब यो कम्पलसरी छ भन्ने पनि छैन होइन। अब किनभने हाम्रो चेकिङहरू काहीँ भएन, तर हामीले किन रिस्क लिने, सोधिहाल्यो भने खोइ त त्यो रिटर्न टिकट भनेर सोधिहाल्यो भने चाहिँ के भन्ने भनेर हामीले रिटर्न टिकट पनि काटेको थियौँ। सो त्यो चाहिँ आफूले विचार गरेर रिटर्न टिकट पनि काट्दा हुन्छ होइन। हामीले पनि त्यही गरेको थियौँ, रिटर्न टिकट काटेको थियौँ। अनि त्यस पछाडि भनेको त्यहाँभित्र गएर हामी आनन्दले होइन, कतै केही चहलपहल गरिनौँ होइन, भित्र गएर आनन्दले वेटिङ हलमा बस्यौँ। हाम्रो टक्क त्यो खुलेपछि होइन, टिकट काउन्टर खुलिसकेपछि, इमिग्रेसन त्यो चेकिङ बोर्ड खोलिसकेपछि हामी गयौँ, सरासर छिर्यौँ, पासपोर्टहरू गऱ्यो, केही गरेन, टिकट केही त्यस्तो केही सोधपुछ गरेन, मजाले छिर्यौँ। अनि मजाले हामी आउन सफल भयौँ है। त्यस्तै साथीभाइले सोध्नुभएको प्रश्नहरू यस्तै थियो मलाई होइन। तपाईँलाई त्यहाँबाट आउँदाखेरि कतिको चेकिङ हुन्छ, लगेजहरू ल्याउन मिल्छ कि मिल्दैन, अनि के कसो होइन, यो सबै कुराहरू यस्तै थियो। हामी आउँदाखेरि चाहिँ अहिले पनि तपाईँलाई त्यस्तो स्ट्रिक्ट चाहिँ छैन होइन, आइरहेछन् मान्छेहरू अहिले पनि, इन्ट्री एक्जिट त्यस्तो सिस्टमहरू केही लागु छैन होइन, अहिलेसम्म स्ट्रिक्ट त्यस्तो केही पनि रुल्सहरू आएको छैन। अहिले पनि मान्छेहरू मुभमेन्ट गरिरहेको छ होइन। तपाईँहरू अब आफूलाई कहाँ जाँदा ठिक हुन्छ होइन, के ठिक छ आफूले सोचेर गर्नु होला। धेरैजना मलाई म्यासेज गर्नुहुन्छ स्पेनको बारेमा होइन। अनि मैले स्पेनको त अब तपाईँहरूलाई एभ्रिथिङ डेली जसो मैले तपाईँहरूलाई इन्फर्मेसन दिइरहेको छु, यहाँको अवस्था, यहाँको सिचुएसन। सो म यो विषयमा त केही भन्दिनँ होइन, तपाईँहरूको आफ्नो इच्छा हो, आफ्नो सोच हो, आफूले अगाडि बढ्ने हो। तर यहाँको सिचुएसन चाहिँ अलिकति टफ छ, यहाँको सिचुएसन अलिकति गाह्रो छ, कन्डिसनहरू मैले तपाईँलाई बताउँदै आएको छु, एकदम रियल घटनाहरू होइन। सो बुझेर आउनु होला। र रोमानियाको इन्टरभ्यू धेरैजना दिन जाँदै हुनुहुन्छ होइन। अहिले पनि राम्रो होस् सबैको, र रोमानियामा राम्रो कम्पनीमा पढिदिनुहोस् र राम्रो कमाउनुहोस्, किनभने रोमानिया एउटा राम्रो अहिले तपाईँलाई आर्थिक तपाईँलाई भनौँ न जेनेरेट गरिरहेको छ कन्ट्रीले, र तपाईँलाई धेरै कामदारहरू पनि ल्याइरहेको छ। र युरोपमा अहिले तपाईँलाई झन्डै राम्रो स्यालेरी दिने मध्येमा एउटा देश पुग्न आँटेको छ रोमानिया पनि, अगाडि बढ्दैछ होइन। यस्तो न्युजहरू पनि देखिरहेको छु म। रोमानिया अझै 2-3-4 वर्षमा अब धेरै राम्रो यसले आर्थिक उन्नति गर्छ र लेबरहरूलाई पनि राम्रो स्यालेरीहरू दिने, वेजहरू दिने गर्ने यसको एउटा देखिरहेको छ छाँटकाट, धेरै तपाईँलाई राम्रो भइरहेको छ। सो रोमानियाको तपाईँहरूको यदि इन्टरभ्यू दिँदै हुनुहुन्छ या रोमानिया आउन खोज्दै हुनुहुन्छ भने एकदम राम्रो समय हो, राम्रो तपाईँलाई ठाउँ पनि हो रोमानिया। किनभने 70-80 हजार तपाईँहरूले मजाले कमाउन सक्नुहुन्छ होइन, कमाएर पठाउन सक्नुहुन्छ नेपाल भनेपछि। युरोपियन कन्ट्री हो, धेरै राम्रो। त्यहाँको मान्छेहरूको जुन म त्यहाँ बसेको छु होइन, त्यहाँको मान्छेहरूको बिहेभियर, त्यहाँको लाइफस्टाइलहरू मान्छेहरूको राम्रो छ। एकदमै चिसो हुने ठाउँ हो, एकदमै हिउँ पर्ने ठाउँ हो होइन। सो एज अ होल हेर्दाखेरि रोमानिया धेरै राम्रो अहिले तपाईँलाई ग्रोथ भइरहेको छ होइन। तपाईँहरूको यदि रोमानियाको इन्टरभ्यू दिन गइरहनुहुन्छ सबैको राम्रो होस्, सफल होस्, र आफ्नो सोच, आफ्नो अगाडि गर्दै गरेको सबै कामहरू राम्रो होस् भन्ने शुभकामना साथ आजको भिडियो यहीँ टुङ्ग्याउँछु। यदि तपाईँहरू प्लिज नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, र यसरी नै तपाईँहरूले हेरिदिइरहनु होला मेरो भिडियोलाई। यदि राम्रो लाग्यो भने सेयर, सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला।
र तपाईँहरूलाई केही बुझ्न मन लाग्यो भने केही जिज्ञासा छ भने कमेन्ट गर्नुहोला, सक्दो मैले तपाईँहरूलाई रिप्लाई गरिदिनेछु। आजको भिडियो यतिमा छु। हस्त गाइज, लभ यु अल, बाई बाई, जय नेपाल।